Hello guys, welcome to our new video. आज चाहिँ हामी आज भन्नाले म चाहिँ आज कुचो बुन्न सिक्न जाँदैछु। मम्मीले कुचो यो छुटाउँदै हुनुहुन्छ लामो छोटो साइजको। So I'm gonna try this. कुचो बुन्न सिकाउने हैन त मलाई? सिकाउने हो कि नै मलाई? सिक्ने म पनि सिक्ने? ल त सिक्दिन। सबैजना सिक्ने र। नमन फटाउ त्यसरी बसेछ। निर्जल चाहिँ सिक्ने हो। है ल सिकम अब। सो हामीसँग यत्रो भएको छ, यत्रोले अलि हुन्न, अब थप्नु पर्छ यसलाई। राम्रो कुचो र नराम्रो कुचो छुटाउने भयो नि त, नभए कस्तो कस्तो मलाई त थाहा हुन्न। ठिक छ यतिको हो हुन्छ कि नै भयो यो सही नै हो जुगा राम्रो छ। म कसलाई ठेक्छु दाजु दम्बे यसलाई यसरी घुमाएर एउटा सिगरेट चाहिँ के हो भन्दाखेरि भर्खर मैले युट्युब हेरेर आएको, त्यही भएर लेट्स ट्राई। यसरी बाँधेर यो लामो यसरी यसरी बाँध्छौँ हामी। ल अब चाहिँ यतिको बाँधिसकेपछि यसलाई यो तीनवटा कुचोलाई चाहिँ यता घुमाएर गरौँ। यो तीनवटा उचालेर यताबाट यसरी राखेर घुमाउँछौँ। अनि घुमाएर यसको ठ्याक्कै यसको पछाडि फेरि अर्को तीनवटा 1 2 3 तीनवटालाई यसरी राखेर यसरी घुमाउँछौँ। अनि यसरी घुमाइसकेपछि अब फेरि अहिलेको स्टार्टिङ आउँछ। अनि अहिलेको स्टार्टिङ आउँदाखेरि चाहिँ ठ्याक्कै यो छेउको छ नि, यो यसले छाडेर अर्को तीनवटालाई यसरी राखेर तीनवटा यो ठ्याक्कै पछाडि यसरी तीनवटा भएपछि अब घुमाएर जब यो अर्को अगाडिको यो आउँछ, यसमा चाहिँ के हुन्छ भन्दाखेरि यो तीनवटा जुन माथि छ नि, यो जुन तीनवटामा चाहिँ एउटालाई तल छाडेर यो बाँकी दुईवटा अनि उताको अर्को नयाँ जम्मा तीनवटा चाहिँ यसरी उठाएर यसरी घुमाउँछौँ। यसरी घुमाइसकेपछि यस्तो देखिन्छ। जुन यो अगाडिको सुरुमा तीनवटा उठाएकोमा चाहिँ अब सुरुको एउटालाई चाहिँ दबाइन्छ, तल थिचिन्छ। त्यसपछि अर्को दुईवटालाई उठाएर अर्को नयाँ जुन थिचिएको थियो त्यसलाई उठाएर यसरी राखिन्छ। त्यसपछि के हुन्छ, यो टाइट हुन्छ। यसै गरेर फेरि घुमाएपछि फेरि अर्को आउँछ पछाडिको। यो पछाडिकोलाई चाहिँ सेम अहिलेको जस्तै यो एउटालाई दबाउने अनि अर्को यो जुन तीनवटाको चाहिँ दुईवटा छ नि बाँकी, त्यसमा नि फेरि अर्को उताको दबिएको एउटालाई जम्मा तीनवटालाई यसो गरेर यसरी घुमाएपछि एउटा दबियो। त्यसपछि अब मिलायो यसै गरी घुमाउँदाखेरि कस्तो देखिन्छ मैले देखाइदिन्छु। त्यसै गरी पछाडि पनि सबै सेम त्यसै गरी घुमाउँदै लैजान्छौँ। गीत गाउनु एउटा भन्दा अल्छी लाग्यो गीत गाउनु।
मान्छे लाग्यो अल्छी पनि कस्तो आयो कुचो हुँदैछ है गाइस हुँदैछ पहिलोचोटि फर्स्ट टाइम खासमा चाहिँ युट्युब हेर्दै गरे हो युट्युब पनि हेरेको थियो कि त्यही अनुसार गरे हो मम्मीको औँला पनि काट्यो टालाको भित्र न तालो चाहियो खै 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 औँला छेत तरिका पठाउनु पर्छ चाहिँ पठाउनु पर्छ यस्तो जाबो रगत हाँ यस्तो जाबो रगत पठाउनु पर्छ यो भगवान रुचि गरेको यस्तै हो चाल चलन फाइनली चाहिने हाम्रो भाउजू चाहिनेले चाहिँ यहाँ के को यो औषधि भक्तेदार औषधि हाम्रो लोकल औषधि माडेर गाउँघरको यस्तै हो अर्ग्यानिक औषधि है को यस रे बोकेले के भयो डाक्टर छोरा डाक्टर गर्नु डाक्टर भन्न गर्नु बोकेले डक्टर गर्न आउनु कम हाँस भन् नौ टन्ड्याक्क त कसै हुनु राम्रोसँग कति फाइनली अब हात पानिसक्नु खाइक छ हाम्रो गाउँघरमा यस्तै हुन्छ हो। जीले है बुहारीजी स्वयंसेविका अरे सासू चाहिँ स्वयंसेविका हुनुहुन्छ त भाउजू स्वयंसेविका मेम्बर हुनुहुन्छ त्यही भएर काटेको अरे तपाईँलाई लास्ट टाइम लुक देखाइदिन्छु यतिको भइसकेको छ अब यसलाई चाहिँ यति अब 2टा राउन्ड घुमाइदिन्छु अनि त्यसपछि चाहिँ बान्नु पर्ने हुन्छ है राउन्ड बान्नु पर्ने हुन्छ बान्नु पर्ने त हुन्छ कसरी माइला पनि त एकचोटि लाँदा भयो अब लाउँ भएकोले काट्ने चिडिक्क पास हो यति पनि चिडिक्कै भयो यतिको अब यहाँ काठ हाल्नुपर्छ सानो अहिले काट्नु ल यो फाइनल एउटा भइसकेको छ अब यसै गरी हामी अब अरू पनि 1-2टा सकेसम्म भ्याएसम्म गर्दैछौँ रात परिसकेको छ त्यही भएर जति सक्छौँ त्यति बनाउँछौँ है तपाईँहरू देख्न सक्नुहुन्छ यो पहिलो कुचो त्यसपछि हामीले अरू पनि बनाएका छौँ जम्मा 4वटा कुचो बनाइसकेको छौँ हामीले जम्मा 4वटा कुचो त्यसको यो बुट्टा देख्न सक्नुहुन्छ तपाईँहरूले यस्तो छ ओहो यस्तो है ल 4वटा अब यहाँ 4वटा 1 2 3 4वटा बनाउन बाँकी त्यो चाहिँ हामी भोलि बनाइन्छ मिठोमा आज रात पछि अब खाना खानुहुन्छ हामीले है ल दर्शकबिनहरू कस्तो लागिरहेको छ तपाईँहरूलाई कुचो बुनाइ कस्तो लाग्यो त कान्छाको राम्रो र छोरा राम्रो छ छोरा राम्रो बच्चाले कस्तो लाग्यो भन्नुहोस् ए यस्तो पो हो पोखाएर सागै पकाएछन् मन पऱ्यो कुचो एकदमै किन्नु पऱ्यो भने कतिमा किन्नुहुन्छ 5 रुपियाँ 100 रुपियाँ हो डङ्गै 100 रुपियाँ 100 रुपियाँ आयो 400 आयो 400 बाफ्रे 100 200 300 400 बाफ्रे ल 400 त कमाइएछ छिनमै है ल आजको लागि यति नै नयाँ कुरा पनि सिकियो है ल सी यू इन नेक्स्ट ब्लग है यस्तै हेर्नु होला नयाँ के हो के कहिले घुमेको आउँछ कहिले यस्तो के सिकेको आउँछ कहिले बुनेको आउँछ है ल सी यू इन नेक्स्ट ब्लग बाई
भाइ भन्ने हुन्न त